आज मैले फर्स्ट टाइम घरमा बनाएर खाए गर्मा गरम अंडाको पकौडा र जसलाई इंग्लिश भाषामा एग फ्राई पनि भनिन्छ। तर आज दिनमा म आएको छु बिहारको फेमस ठाउँ रसकौल बजारमा, किनकि घरको लागि अलिकति राशन चाहिएको थियो। तर अहिले खै कसरी मेरो बाइकको पिछला टायर अचानक पड्केर ब्लास्ट भयो। त्यसपछि म आफ्नो बाइकलाई ठीक गर्नको लागि यो ग्यारेजमा दिएर म त्यहाँबाट निस्के अलिकति बाहिर घुम्न। त्यसपछि खै कसरी आज रसकौलमा एकदमै मजाको पानी पर्न सुरु भयो। त्यसपछि म यो रसकौलको टिपटिप बारिशमा घुम्दै र तपाईहरूलाई हेराउनको लागि यहाँको भिडियो पनि बनाउँदै छु। र साच्चीकैमा भनिरहेको छु, आज रसकौल बजारमा पानी परेर यहाँको मौसम एकदमै दामी भएको छ यार। र अब बेलुकातिर भोक लागेपछि मैले खाएँ एउटा रियल जुस र दुईवटा डोनट, र यसलाई खाएपछि मेरो भोक एकदमै हरायो। त्यसपछि आज राति खानको लागि म बनाउँदै छु दाल भात र अन्डाको पकौडा। र अब सबभन्दा पहिला दाल पाक्नको लागि ग्यासमा राखेर अन्डा फ्राई गर्नको लागि म आफ्नो सानो बहिनीलाई भनेर फटाफट सिलवट्टामा चामलको बेसन पिसवाएर तयार गराइहाले, किनकि चामलको बेसनमा यो अन्डा फ्राई धेरै राम्रो लाग्छ। त्यही भएर मैले यसलाई चामलको बेसनमा फ्राई गरे। र अब मेरो खाना पाकेर तयार भइसकेको छ। त्यसपछि मैले आफ्नो प्लेटमा भात पस्के र अब अलिकति भातमा दाल राखे। र अब दाल भातको साथमा गर्मा गरम अन्डाको फ्राई खानामा एकदमै दामी थियो यार।